यो मुजी जस्तो नियम कानुन बनाएको निकायले कस्तो बनायो के। भर्खरै अस्तिको कुरो हो। एउटा कलिलो उमेरका भाइ भर्खरै 16 वर्ष सायद पुगेको थियो। योपालि त एससी पनि दिएको थियो। तर हादसामा ट्रक हादसामा एक्सिडेन्ट भएर मर्यो। मर्नु के भन्नु होइन, खास गरी मारे जस्तो लाग्छ मलाई त। नेपालको संविधान कानुन कस्तो छ के भन्नु है। मान्छेलाई ठोकर लाग्यो भने मर्यो भने 5 लाख मात्र दिनुपर्ने होइन। यदि जिउँदैछ भने जीवनभर उसलाई उपचार गराउनुपर्छ। त्यसको डरले होइन, त्यो ट्रकवाला थियो के, ट्रकवाला त्यो ब्याक गरेर हानेर के। एकचोटि ठक्कर लाग्यो होइन, त्यहीँ ठक्कर लागेपछि ठ्याक्कै त्यहीँ बेहोस भएर लडेको थियो। त्यसपछि ट्रकवालाले पुरै पछाडि गरेर ब्याक गरेर हानिदियो क्या, पुरै 2 चोटि 3 चोटि त्यसरी मारे के। कस्तो संविधान छ नेपालको, कस्तो मुजी जस्तो। 2 दिनदेखि मलाई त त्यस तनाव छ के भन्नु त। भाइ थियो गाउँकै, मेरै गाउँको थियो, नजिकको थियो, मसँग खेल्थ्यो हाँस्थ्यो, एकदम कलिलो एकदम सोझो मान्छे टाइप थियो कि, एकदम बच्चा जस्तै थियो। उसलाई फेरि पैसाको केही कमी छैन, घर हेर्नु त सबै भाइमा पनि एक्लै, केही मतलब छैन पैसाको। तर ट्रकवालाले ठोक्न त ठोक्यो होइन, दुईजनाले होइन आफ्नो काम गरेर यता आएको थियो मामा घरबाट फर्किँदै थियो कि। अनि फर्किने बेलामा होइन त्यो ट्रकवालासँग ठोक्कर लाग्यो। ठोक्कर लागेपछि त्यो ट्रकवालाले फेरि ब्याक गरेर के, ब्याक गरेर फेरि उसलाई हानेको। ब्याक गरेर हान्दा पुरै अन्तराभुत्री सबै निस्कियो कि, त्यस्तो हान्यो। दुईजना बसेको थियो, एकजना त त्यही टाइममै त्यो बच्चाहरू थियो, त्यो बच्चा थियो नि भाइ, त्यही बेला नै खतम भयो, मऱ्यो। अनि यो एकजना त त्यो एकदमै फेन्ट, त्यहाँ पुरै उसको पनि हालत बेहालत छ होइन, आइसियुमा भर्ना भएको छ। त्यस्तो के कस्तो नियम बनाएको छ कि मान्छेलाई बितिसक्यो, मरिसक्यो भने 5 लाख तिर्नुपर्ने मात्र होइन। जिउँदैछ भने उमरभर त होइन, जीवनभर चाहिँ उसलाई इज्जत लाज गराउनुपर्छ। त्यसको डरले मर्यो भने 5 लाख मात्र तिर्नुपर्ने, बाँच्यो भने जीवनभर उपचार गराउनुपर्छ। त्यसको डरले त्यो ड्राइभरले ब्याक गरी हाने। यस्तो कन्डिसनमा धेरै हुन्छ कि होइन, ठक्कर त लाग्छ तर बाँच्ने सम्भावना हुन्छ। तर के गर्छ ट्रकवालाले, जानी मारिदिन्छ। भन्छ कि मर्यो भने 5 लाख मात्रै दिनुपर्छ भनेर। कस्तो नियम कानुन बनायो मुजी जस्तो बनाएको, त्यस्तो बनायो क्या। त्यो जानी हानिदियो क्या उसलाई, अब मारिदियो क्या एकदमै। उसलाई भाइलाई पैसाको केही कमी छैन के भन्नु। उसको आमाले बुवाले त उसलाई जसले ठक्कर लागेर भाग्यो नि उसलाई समात्यो भने के गरिदिन्छ भने नि। ऊ भाइ मानौ, भाइ भएको भए 5 लाख मात्रै कमाउँथ्यो त जीवनमा उसको टाल समय बाँकी नै थियो। आफ्नै बिजनेस स्टार्ट के थियो होइन, कति कमाउँथ्यो, करोड। 5 लाख 5 लाखको कारणले त्यो मान्छेले मारिदियो उसलाई। के भन्नु, उसको आमा बुवालाई के भएको होला, अब एक्लै छोरो